हजुर के तपाईले तपाईको फेसबुक मेसेन्जर जीमेल ई सेवा मोबाइल ब्याङ्किङ जस्ता आइडीहरूको पासवर्ड बिग्रेर तनावमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म कहीँ कतै स्किप नगरेर हेर्नुहोला, किनभने मैले तपाईलाई एउटै सेटिङबाट तपाईको मोबाइलमा जति पनि आइडीहरू सेभ गरेर राख्नु भएको थियो अहिले बिर्सिनु भयो, त्यो आइडीहरूको पासवर्ड पत्ता लगाउने तरिका सिकाउँदैछु। आउनुहोस् कति पनि ढिला नगरेर मैले तपाईलाई मेरो मोबाइलको स्क्रिनतर्फ लग्न चाहन्छु। मैले मेरो मोबाइलको स्क्रिन ओपन गरिसकेको छु। तपाईले पनि आफ्नो स्क्रिन ओपन गर्नुहोस् र तपाईको मोबाइलमा भएको क्रोम ब्राउजरमा क्लिक गर्नुहोला। क्रोम ब्राउजरमा क्लिक गरिसकेपछि तपाईको टपमा 3 डट छ, 3 डटमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईको 3 डट पछि तपाईको सेटिङमा क्लिक गर्नुहोला। सेटिङमा क्लिक गरी यहाँ चाहिँ तपाईले गुगल पासवर्ड म्यानेजर भनेर देख्न सक्नुहुन्छ। यसलाई क्लिक गर्नुहोस्। यसलाई क्लिक गरिसकेपछि तपाईले यहाँ चाहिँ विभिन्न तपाईको मोबाइलमा चाहिँ आइडी र पासवर्ड बनाएर सेभ गर्नुभएका सम्पूर्ण आइडीहरूको चाहिँ पासवर्ड यसले शो गर्छ। जस्तो हामीले यहाँ चाहिँ जस्तो यहाँ छ ई सेवा मोबाइल वालेट पासवर्ड माग्छ, पासवर्ड हाल्नु होला। जस्तो यहाँ चाहिँ 4 वटा अङ्कको चाहिँ पासवर्ड शो गरेको छ। तपाईलाई आई आइकन यहाँ छ, आई आइकनमा तपाईले क्लिक गरेर पासवर्ड शो गरिदिन्छ भने तपाईले यताकोमा चाहिँ कपी गरेर अन्त कतै पासवर्ड लग्न पनि सक्नुहुन्छ। यसरी ब्याक गर्नुहोस्। ब्याक गरिसकेपछि तपाई फेसबुकमा आउनुहोस्। तपाईको फेसबुकको पासवर्ड बिर्सिनु भयो भने तपाईलाई फेसबुक पासवर्ड यहाँ चाहिँ देख्न सक्नुहुन्छ। जस्तो तपाईलाई यहाँ छ आई आइकनमा सुरुको जस्तो आई आइकनमा क्लिक गरेर तपाईले पासवर्ड शो गर्न सक्नुहुन्छ भने यता साइडबाट तपाईले चाहिँ कपी गर्न सक्नुहुन्छ। तपाईले ब्याक गर्नु होला। ब्याक गरिसकेपछि तपाईको चाहिँ जीमेल अकाउन्टको चाहिँ पासवर्ड बिर्सिनु भयो भने तपाईले google.com मा यसरी क्लिक गर्नुहोस्। गरिसकेपछि तपाईका चाहिँ जीमेल अकाउन्ट कति छन् यहाँ चाहिँ देखाएको छ तपाईलाई। यो चाहिँ तपाईले आई आइकनमा क्लिक गरेर तपाईले पासवर्ड चाहिँ शो गर्न सक्नुहुन्छ र तपाईको आवश्यकता के परेको छ त्यो आवश्यकता अनुसार तपाईले युज गर्न सक्नुहुनेछ र यहाँ विभिन्न किसिमका आइडीहरू छन्। यसरी नै चेक गर्न सक्नुहुनेछ। साथै यो भिडियोलाई कस्तो लाग्यो भिडियोलाई लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब पनि तपाईले गर्न नबिर्सिनु होला।